मेराजीमा चाहिँ नराम्रो सिक्यो अरू बेला जस्तो छैन एक्सपेक्टेड अरू बेला किन डिफेन्स मात्रै हुन्छ जहिले खेल्ने एउटै पर्दैन हरेक वर्ल्ड कपमा त्यही गर्दैन त्यो टिटुवा नै हाल्छ हरेक वर्ल्ड कपमा अरू बेला के अरे तिनीहरूको डिफेन्स हुन्थ्यो अफेन्स थिएन यसपालि डिफेन्स हो यसपालि डिफेन्स अफेन्स दुइटै थियो त्यसरी जितेको अस्ट्रेलिया धेरै गइसक्यो तर मोटा हो मोटा आना ट्राई गरेर यस्तो गर्नु सब आउँछ कहाँ सक्छु म अब बोझा किन प्लान छ कन्टिभर छ मैले एक सट हाल्नु देऊ भन्दा खाइदिँदैन कस्तो माया लाग्यो जानेर त फ्ल्याट फ्ल्याट हाल्नु जस्तै जान्छ राम्रो भयो 30 मिनट खाले चाहिँ 30 मिनट हाल्यो आउँछ खुसी लाग्छ
Good, very good. Thank you so much, bro. हाम्रो हुँदै नभएर त ठिक छ very interesting पानी होल्ड गर ल गाह्रो हुन्छ नाइट त गाह्रै पर्छ आजकल पहिला त सुत्ने त भएको बेला 90 त ठिकै भयो यत्रो हुन्छ हो यो पछि वान आउँदाखेरि किन चिन्ने वेटै सिक्नु कस्तो गराखा चरा तिमीहरूलाई जङ्गल पठाउँछ कि हेर न मैले सिलेर बोल्नु बोलेको सुन्ने हो चरा गराएर चरा सँगसँगै आफूले तलदेखि मान्छेले खासमा खतरा हानेर हेरे के चित्ताको अरे kalau ini tetap harus कस्तो हुँदो रहेछ भन्नै नसकेको कस्तो कस्तो भएर क्या तपाईँले कति त्यो भयो नि खोल्यो गाह्रो हुन्छ यस्तो गर्नु दाइ यत्तिकै होल्ड गर्नु म त लिनु बस्नु कति गाह्रो हुन्छ क्या मलाई त तर लिन चाहिँ किन सजिलो लाग्छ त मैले धेरै मेहनत गरेँ नि त म त लिन त लास्ट हार्ड लाग्छ भने के हुन्छ म सुटिङ गर्न अलिअलि अब आफै जान्छ क्या स्ट्यारल त जाने मेरो भइसक्यो कसो तपाईँको
स्टाइल त जाँदैन दाइ टक हान्दाखेरि मेरो यो हाते भाँच्ला जस्तो हुन्छ टक यस्तो हान्छु त आम्मा यो त कस्तो भाँच्ला जस्तो हुन्छ सक्दैन अब अलिक मोटाउनु पर्यो दिनहरू बलियो बनाउनु पर्यो मेरो हेरेन यो दुईवटा बलियो यो दुईवटा हान्ने भाइ ट्राई गर्नु त्यसलाई कोसिस गर्ने अनि ट्राई बटन ट्राई तैँले भन्दा धेरै सकेको नि बरु म ह्यान्ड स्ट्यान्ड नगर्छु ल अहिले फेरि आउँछु आइस गयो के हानेर त्यो माइकको ज्याकेट अहिले राम्रो देख्न थालेको अहिले पानी हो गिलबा चाहिँ ह्यान्डसनको सेट हान्न चाहनुपर्छ तपाईँ त्यो हटाए पछाडि अब मैले ह्यान्डसेट सुरु गरेको छु पावर निकाल्छ क्या आगो भवन बढ्न थाल्यो यार अस्ति मलाई कुन चाहिँले 20 रुपियाँमा पाउँछ भन्दै थियो मैले कहाँ पाउँदो रहेछ ताकै हो 20 रुपियाँमा के भयो राम्रो क्वालिटीको चाहिँ राम्रै पर्छ कि नराम्रो पर्छ नेपाली बनाएको चाहिँ नेपाली भरि राम्रो नहाल है मैले के हालेको त्यसको क्वालिटी छुट्याएर लास्ट बोलाइ दिएको हो कि राम्रो क्वालिटीको पनि खेर लगाएको माथि क्यारी हो घाटी नै मिल्न लाग्छ त्योभन्दा मेरो क्यामेरा क्लिन आउँदो रहेछ होइन FPS अलिकति मेरो त्यस्तो दिन्छ हल्ला भने चाहिँ हल्ला देख्छ हान्नु त्यो त्यहाँ हल्ला पनि चाहिँ राम्रो देख्छ नि तपाईँको त्यहाँ हान्दा प्लान त सक्दैन तिर हान्ने कि प्लान चाहिँ अवस्थित
मेरो इन्जोर्ड भयो जानु पर्यो कति के भन्छ हाम्रो लाइट कति गएर फुटबल खेल्न गएको थियो अस्ति पुरै झाडफुट लाग्यो कोही नपाएर पकेर बेला भन्दाखेरि कम्प्लेन अब आफूले बलले चलाउनु त बल मान्छेले बल चलाउनु काम म मेरो साथीहरू झगडाहरूलाई म त्यस्तोलाई साथी जानी हाने भन्दै थियो बाहिर इम्पोसिबल चाइनिज है हाने पनि हैन पछाडि गएर मैले बल आएर सट हान्न आयो यहाँ चामे भन्दै थियो हानि हो यस्तो लाग्यो सहनमा यत्रो फल पनि थियो भने कहिले फल त्यो आएर मसँगै बल छ मेरो सट हान्न वर्ल्ड कप हेर्दाखेरि चाहिँ झन् खेल्न मन लाग्यो त्यसैको टाइम जे भयो भने अब जिन्दगीभर हामीले दुई डेकेडसम्म रोनाल्डो मेसी नेमार 19 वर्ष हो अझै आउँदै होला नेक्स्ट वर्ल्ड कप पनि स्पेनले हो त्यसो फ्रान्सलाई खेलाइदियो फिक्स भन्ने चाहिँ भएन होला स्पेन त को स्पेन अर्को वर्ल्ड कप त्यही टिम हो यही टिम चाहिँ हो वर्ल्ड कप जित्छ भने जस्तो लाग्यो यही हो आर्कोमा पनि यस्तो फ्रान्सले हग्यो त्यसपालि त्यसै अब कस्तो हुन्छ स्टडी गर्नु अब के त लास्ट टुर्नामेन्टमा हार्छ नि सेकेन्ड मेडल त लगाएन होइन त्यो त भयो रोनाल्डो ठुलो कुरा हो रोनाल्डो ब्राजिलको प्लेयर त त्यस्तो मेहनत गरेर मलाई त मनै यो मारिया होइन सुन्नु न मैले तपाईँको बारेमा त्यस्तो भने कस्तो लाग्यो त्यसरी सोच्नु उसले 30 मिनट मेहनत गरेर 20 वर्ष खेलेमा लगाएको कसले चाहिँ मेसी रोनाल्डो सबैहरूले मेहनत गर्नेहरूलाई हेड किन दिने भनेको रोनाल्डो मेसी किन भन्नु दुवैजनाले त्यस्तो मेहनत गरे हामीले अहिलेसम्म गरेको छैन हाम्रो उमेर जति छ उनीहरूले त्यति गर्छ फेरि रोनाल्डो त रिटायरमेन्ट नहुन्छ हामी मेनमा नोटमा राख्यो भने म्यासेज आउँछ 50वटा म्यासेज आउँछ साथीहरूको भेटी झार्यो भन्छ मेरो चाहिँ त्यस्तो साथी छ तिम्रो फेसबुक हो अस्ति मलाई रिक्वेस्ट पठाएको होइन होइन फेसबुक पठाएको मैले मैले देखाएको छु तपाईँले त्यो मुछाइको भिडियो क्लिक राख्छु भनेर त्यो आइडिया अहिलेसम्म छ तपाईँको नयाँ पनि त्यही तिमीले रिक्वेस्ट पठाएर त्यही हो म त पुरानै होला भन्छ मलाई फोटो पुरानै है आइडी नि पुरानै हो रन्जिक्स भन्ने होइन बाँकीमा हाहा गरेर रहेछ क्या रोनाल्डो के हार्दाखेरि के कसको हाहा गरेर रहेछ नोटमा त्यसले नोटमा राखेको थियो होइन हाहा दियो क्या मैले थाहा त्यसलाई त्यस्तो हानिदिन्थ्यो रनमानीलाई किन हाँसिस भनेर
बोर्डमा देख्दा नि हेर्छ होइन तीन चार उनको बंद कर दी मैं